एभ्रिवान, सबैजनालाई स्वागत छ मेरो ब्लग्समा। आज चाहिँ सन्डेको दिन, हिजो भिडियो हाल्नु पाइनँ, सो आज हाल्दैछु। अन्त आज चाहिँ हामी बजार जानु आँटेको। हाम्रो चाहिँ रुटिनै हो यो। बिहान उठ्यो, रेडी भयो, बजार गयो। अन्त मेरो बुढालाई चाहिँ अलिक रिस उठिरहेको थियो आज। अन्त परबाट छोडेर स्पिड जानु हुँदै थियो। मलाई कति बोलाएँ मैले, नसुनी सुई 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 झोला बोकेर जानु हुँदै थियो हो। अन्त त्यहाँबाट हामी चाहिँ बजार पुग्यो। अन्त दबाई किन्नु थियो मेरो चाहिँ। दबाई किन्नुको लागि हामी एकछिन दबाई दोकान जानु थियो र दबाई दोकान गएर दबाई किनेर फेरि बजार गयो। बजारमा यस्तो डरलाग्दो भिड, गरम कस्तो थियो जोरथाङमा होइन। अन्त हामी चाहिँ हेर्दै जाँदै थियौँ। पुरा साथी भेटेर गफ गर्नु थाल्यो। म चाहिँ गरमले छ्याप भयो, हाँस्दै ठिक्क पार्दै थिएँ। अन्त त्यहाँबाट यहाँनिर उसको नाम त याद भएन। यहाँनिर त्यस्तो डरलाग्दो भिड हुन्छ नि। उसले चाहिँ उसको फेरि बोलीहरू त्यस्तो पुरा छ नि त हो। त्यही भएर सबैजनाको भिड हुन्छ यहाँनिर। 50 रुपियाँको 3 किलो टमाटरको नि के 150 रुपियाँको आलुहरू यस्तो भन्दै भन्छ। उसले पुरा हँसाउँछ नि त। अन्त पुरा भिड लागिरहेको थियो। मेरो हस्बेन्ड चाहिँ त्यहाँ आलु छान्नु हुँदै थियो। राम्रोसँगले भिडियो बनाउनु पनि पाइनँ रहेछु मैले त। खै कता थियो मेरो ध्यान यादै भएन। अन्त त्यहाँबाट त्यही मान्छेमा थियो, उसले के बोल्दै थियो त्यही रेकर्ड गर्दै थिएँ म। तर मैले स्पिडमा गरेको छु, सो सुन्नै पाउनुहुन्न तपाईँहरूले। ऊ पनि बिजी थियो आलु टमाटर छान्नुमा, तौलिनुमा हो। अन्त त्यहाँबाट आज स्पिड भएन चाहिँ भिडियो अलिक ढिलो भयो। अन्त बिजी भइरहेको थियो। म चाहिँ भिडियो बनाउनुमा व्यस्त हेरिरहेको थिएँ यताउता। आलु छानेको देख्नुभयो होला। आलु छान्नु हुँदै थियो। म त भिडियो नै बनाउँदै थियो। म त आलुहरू छान्दिनँ, मैला हुन्छ हात भनेर जिस्केको नि फेरि त्यत्तिकै भनिदिएको तपाईँहरूलाई, हात मैला हुन्छ भनेर। होइन, यो त अलिक स्लो। अन्त त्यहाँबाट हामी यहाँनिर निकै बेर बसेछौँ। बिजी छ हो, हेर्नुहोस्। अन्त मलाई चाहिँ दबाई खानु थियो। अन्त यहाँ पुच्का दोकानमा आएर दबाई पर्खिबसेँ, पानी पर्खिबसेँ। बिचरा त्यो सानो भाइले पानी ल्याइदियो, थ्याङ्क यू सो मच भाइलाई। अन्त मैले चाहिँ दबाई खाएर फेरि हामी गयो उता गएर खै के किनेको छौँ त्यो त हालेन रहेछ मैले। यति किनेछ हामीले। अन्त घर फर्क्यो, हत्तु गरमले खल भएर ताला खोलेर भित्र बसेर गरमले यस्तो साह्रो परिरहेको थियो आज। अन्त त्यहाँबाट ताला खोलेर म चाहिँ भुइँमा फ्यान लगाएर बस्दै बसेर एकछिन रेस्ट गरेँ। बाई बाई, थ्याङ्क यू फर वाचिङ।